हेलो हेलो एभ्रिवान। यहाँ चाहिँ हाम्रो मायाबेनी मेला लाग्ने ठाउँ। सालमा एकचोटि माघे सङ्क्रान्तिको दिन लाग्छ मेला। 3 दिन 4 दिनसम्म लाग्छ। अहिले चाहिँ धान रोप्ने काम भइरहेछ। यही ठाउँमा मेला लाग्ने। अनि यो चाहिँ हाम्रो मन्दिर। यो चाहिँ हिमाई खोला भयो भने माइ र जोकमाईको दोभान हो। यो चाहिँ माइ र जोकमाई मिसिएको ठाउँ। यहाँ आज मान्छे पनि खस्नु भएको थियो, पढ्नु भएको थियो। अहिले सर्टकट गर्ने काम भइरहेको छ। यो चाहिँ दोभान भयो। यो चाहिँ हाम्रो नम्बर मायाबेनी मेला। झन्डा पनि फेर्ने बेला भएछ। कस्तो छ यहाँ चाहिँ। टक्क अब आउने वर्ष घुम्नु आउनु होला सबैजना। यही ठाउँमा हो लाग्ने चाहिँ। यो चाहिँ हाइड्रो पावर हाम्रो माइ जोकमाईको अफिस चाहिँ यहाँ माथि छ। हल्का देखिरहेको छ। अफिस चाहिँ यहाँ माथि हो। यो चाहिँ हाइड्रो पावर। सबैजना आएर भिजिट गरिदिनु होला। अहिले पनि ठाउँ त राम्रो छ। राम्रो होइन, धेरै राम्रो छ। यहाँ चाहिँ मेला लाग्छ पछि चाहिँ माघे सङ्क्रान्तिको दिन। यो पाटालाई चाहिँ गोदक भन्छ। अनि यताबाट चाहिँ नाम्सालिङ। यो चाहिँ हाम्रो पट्टि भयो। अहिले बर्खाको कारणले पहिरो जतासुकै। यहाँ चाहिँ बेली ब्रिज बस्न लागेको छ। यो चाहिँ बेली ब्रिजको लागि काम भइरहेछ अहिले।